हामी पर्यो भने यस्तो सरकारबाट बाहिर जान्छौँ। हामी सरकारमा बस्ने नबस्ने सरकारै सबै कुरा ठुलो कुरा थियो भने त हामीहरू त हिजोको सरकारमा हिजो त हामी त ज्ञानेन्द्रको सरकार बोलाउँदै गर्दा गएनौँ त। हिजो महेन्द्रले वीरेन्द्रले बोलाउँदै गर्दा हाम्रो नेताहरू जानु भएन। मैले यो सरकारको कुरा मात्र गरेँ होइन, कुनै पनि सरकारको भनेको इन जेनरल हाम्रा सर्टिन कुराहरू छन्, ती हाम्रा फन्डामेन्टल कुराहरू अनकम्प्रोमाइजिङ हुन्छ हाम्रो कुरा। उदाहरण हामी रुल अफ लको कुरामा, हामी संस्थाहरू निर्माण गर्ने कुरामा। ठिक छ, पूर्व राष्ट्रपतिहरू अहिले आएर मैदानमा आउनुभएको छ, म उहाँहरूको बारेमा केही टिप्पणी गर्दिनँ, तर कम्तीमा नेपाली कांग्रेस पार्टीले भन्न सक्नुपर्छ, हामीसँग त्यो भन्ने ताकत हामीसँग हुनुपर्छ कि हाम्रो पार्टीको सदस्य जो राष्ट्रपति हुनुभएको छ उहाँहरू फर्केर कहिले पनि दलको सदस्यता लिएर आउनुहुन्न, त्यो संस्थाको गरिमा राख्नुहुन्छ, राखिराख्नु भएको छ। हाम्रो रामवरण यादव पनि राष्ट्रपति हुनुहुन्थ्यो। नेपाली कांग्रेस पार्टीको हामी यसरी गर्छौँ। हिजो कुनै बेला हाम्रा पार्टीको सदस्य भएर बसेका मानिसहरू आज कोही उपकुलपति भयो होलान्, भइरहेका होलान्, कोही न्यायाधीश होलान्, विभिन्न पेसा व्यवसायमा होलान्, विभिन्न जिम्मेवारीमा होलान्, तर ती कोहीबाट पनि पार्टीले विशिष्ट भूमिकाको अपेक्षा गर्दैन। ती जुन ठाउँमा जान्छन् तिनले त्यो ठाउँको जिम्मेवारी निर्वाह गर्नुपर्छ। हामीले संस्थाहरू यसरी हामी निर्माण गर्छौँ, हामीले भन्न सक्नुपर्छ। गणतन्त्रका सन्दर्भमा हामी भाग्ने होइन, वा हामी उत्तेजनामा आएर गालीगलौज गर्ने पनि होइन। हामीले नागरिकहरूसँग संवाद गर्ने, उनीहरूलाई बुझाउने हो। आजको वैशाख 11 होइन, अस्ति भर्खर होइन, पुरानै कुरा छैन। अस्ति भर्खर हामीले हेरेको होइन, म ठुलो हेरेर बस्दिनँ भनेर 3 वर्षको शासन हेरेको होइन। नेपालको मोनार्कीलाई कसैले कन्स्टिट्युसनल बनाउन सक्छ? नेपालको मोनार्की कन्स्टिट्युसनल भयो अहिले भने कुन समस्याको समाधान हुन्छ त? समस्या मैले भने समस्या डेमोक्रेसीको समस्याको कुराकानी गरेँ, हाम्रो इस्युजहरू त्यहाँ छन्। नेपालको मोनार्की कन्स्टिट्युसनल हुनै सक्दैन, अहिलेको इस्यु यो। त्यसैले यो आजको नेपाली समाजको विषय नै होइन, हामी योभन्दा धेरै अगाडि बढिसक्यो। अब यो विषयमा अल्मलिने पनि होइन, समय खर्च गर्ने पनि होइन। म त यो विषयको समस्या के छ भने अघि नेताले धेरै नबोल भन्नुभएको, यत्रो सञ्चार माध्यमको साथीहरू आउनु भएको छ, मेरो त मिल्ने साथीहरू हुनुहुन्छ। समस्या के भइदिन्छ भने मैले यो कुरा बोल्नुहुन्न भनेर तपाईँहरूलाई भन्न खोजेको, तर बेलुका यही कुरा आउँछ। अनि के लाग्छ तपाईँलाई, यो बोल्नुपर्ने रहेछ भन्नु उता सुन्नेलाई लाग्छ, अर्कोले नि बोल्छ। मैले लास्ट एक 2-3 महिनादेखि कोसिस गरिरहेको चाहिँ यो विषय, यो रिडन्डेन्ट विषय हो, यो हाम्रो लागि अनावश्यक विषय हो। अस्ति मैले एक ठाउँमा भनेको इतिहासलेमा टुङ्गाइसकेको, बिसाइसकेको, मिल्काइसकेको विषयको बारेमा अब चर्चा नगरौँ। भोलिपल्ट हेडलाइन चाहिँ इतिहासमा मिल्काइसकेको, बिसाइसकेको, थन्काइसकेको विषयको बारेमा चर्चा गर्न आवश्यक छैन गगन थापा भनेर आइसकेपछि त झन् चर्चा गरे जस्तो हुने भयो।